हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। आज चाहिँ म कलेजबाट पिकनिक जान लागेको। खै पिकनिकबाट कता लाने हो त्यो चाहिँ थाहा भएन। होपफुली आज रमाइलो हुनेछ दिन। कति दिनपछि म मेरो भिडियो खिच्दैछु। खासै फुर्सद पनि थिएन, खासै बिजी पनि थिएन, तर आज चाहिँ मुड चल्यो अनि भिडियो बनाउँदैछु है। के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। सबै भेट्यो। अब कल्पना भन्ने एकजना मात्र मान्छे ढिला हुँदैछ। पर्खेको साथी आइपुग्यो। अब चाहिँ म धेरै खुसी भएँ। यहाँ देखिरहेको गाडीमा चाहिँ सबैजना पिकनिक जानलाई हो। पिकनिकको फाइनली डेस्टिनेसनमा आइपुग्यो। खास पिकनिकले हामी नजिक गो गर्न खोज्दैमै रहेछ, तर केही छैन। आज फर्स्ट टाइम कलेजबाट अरू बेला यतिकै घुम्न आइन्थ्यो, तर आज पिकनिकको लागि भनेर फर्स्ट टाइम आइयो। फाइनल्ली हामी डेस्टिनेसनमा आइसक्यौँ। साथीहरू त दम खाउँदै रहेछ जस्तो छ। अब हामी यहाँनिरै सब तयारी भइसक्यो है। पट भएर ल ल ल हाम्रो सकिसक्यो। आउने बित्तिकै खाना खानेको लाइनमा बसिसक्यो। हामीले आउने बित्तिकै बिहानको खाजा सुरु गऱ्यौँ। यहाँ सबै साथीहरू चाहिँ बिहानको ब्रेकफास्ट खाइसकेर अब चाहिँ हामी फोटो कहाँनिर राम्रो आउँछ त्यो ठाउँहरू खोज्दै हिँडिरहेछौँ अनि फोटो खिच्दैछौँ, रमाइलो गर्नेछौँ साथीहरू ग्रुपमा। ऊ चाहिँ चिया खाँदैन हिँड्दैछ अनि यहाँनिर चाहिँ सेल्फी खिच्ने क्रम जारी छ। अर्को साथीहरू आउँदैछ। यहाँ छ यहाँ अनि अगाडि आउनु पर्यो नि है। यहाँ त जहिले हो यस्तै प्राय। पिङ्क कलरको रुवा जस्तो खानेकुरा किनेको थियो अनि थ्याङ्क यू भन्दैछ। सेसन सुरु भइरहेछ। म्याम परी जस्तो प्रिन्सेस जस्तो बनेर आएर रहेछ यहाँनिर फोटो खिचेर भनेर। अब फेरि खिचिने नि गाइज, केही छैन। हामीले एकछिन समयको सदुपयोग मात्र गरेको हो होइन र सबिना? तिमीलाई सबसे शान्त हाम्रो साथी यहाँनिर स्माइल मात्र दिँदै हुनुहुन्छ। धन्न त्यो पनि दिँदै हुनुहुन्छ। धन्न स्माइल पनि दिँदै हुनुहुन्छ। न त फोटो खिच्ने मान्दै छैन। अब फेरि फोटो खिच्ने अरे भयो। फोटोग्राफर चाहिँ यहाँ हाम्रो ब्युटिफुल सबिनाजी हुनुहुन्छ। प्रजिता म्याडम अघि हाम्रो सबै ग्रुपमा अघि मान्छे पादली पनि हुनुहुन्छ प्लस अघि पनि यहाँनिर पोज दिँदै हुन्छ हाम्रो शान्तिजी। क्यामेराम्यानको मात्र नहोस् घरको पनि मलाई चाहिँ मन पर्दैन है गाइस भन्यो भने। उहाँ चाहिँ मजाले खाँदै हुन्छ। कस्तो राम्रो आएको। वाउ शान्ति कति राम्री। कस्तो हुन्छ मलाई जानिएन। वर्षा जस्तै भयो। मम्मी खोलिदिनु न भने जस्तो भन्नु पर्यो। माथिबाट खोले नि हुन्छ होला। काटेको दाँत युज गरेर खोले नि म।
म रिभ्यू दिन्छु है यो मलाई कस्तो लाग्यो भनेर ओके लगभग धेरै नै भयो यो मैले लिएको। यसको नाम चाहिँ के हो साथी गाइस? रुवा हो, खाने रुवा। कस्तो हुन्छ ए भिडियो हो खायो ल साथीहरू फर्स्ट बाइट हो क्या भोगले होला मिठो लाग्यो तर अलिक बेसी चिनी पिरो खाने बानी छ। मेरै ल्याऊ यार बरु है मन परेन अलिकति मलाई लागिरहेको थियो, मलाई त्यति मन पर्दैन। धेरै पहिला खाएको अनि अहिले पनि यसो अब साथीहरूले खाएको देख्दा म पनि ट्राई गरौँ भनेर। खानेकुरा त हो नि, फेरि अरू नचाहिने चिज भए चाहिँ चाख्दिनँ त्यही, अब खानेकुरै हो। खानेकुरा मलाई पनि तर यसो अब किनिसक्यो होइन, साथीहरूले किनिसक्यो अनि पनि राख्दै है। अझै फोटो सेसन सुरु भइरहेछ। टर्केको हो, कति टर्केको। पोज त दामी छ हौ हाम्रो विशेष फोटोग्राफर चाहिँ सबिनाजी है। उहाँ चाहिँ राम्रो डिफ्रेन्ट एङ्गलबाट फोटो खिचाउन मिहिनेत गर्दै हुनुहुन्थ्यो, हामीलाई राम्री देखाउन आफू पनि राम्री भएर आउनु भएको थियो। ल अब मासतिर घुम्न जाने हाम्रो फोटो सेसन अब यहाँको चाहिँ सक्यो लगभग। माथि गुम्बा नि घुम्न जाऊँ, त्यहाँनिर नि एकदम खिच्नुपर्छ। मेरो भ्लगमा के भन्यो? सब्सक्राइब गरिदिएर सपोर्ट गरिदिनु होला। सधैँ भ्लग नआए पनि कहिलेकाहीँ यस्तै मौकामा जुड्ने छ, भ्लग आउँछ। छोरी तिमी भए शीतल खोजौला। हामी फेरि यहाँनिर फोटो सेसन गर्न यहाँ आइपुगिसकेका छौँ। आफ्नै तालमा फोटो सेसन गरेर टिकटक पनि बनाइरहेको छु साथीहरू। आज मैले चाहिँ टिकटक बनाउनलाई कि गीतै यहाँनिर ल्याइन छु, तर केही छैन, भिडियो अलिअलि एडिट गरेर हाल्छु के टिकटकमा पनि। भिडियो साथीहरूको हुँदैछ, मैले पनि यहाँनिर क्यामेराम्यान प्लस हामी चाहिँ अब स्न्याक्सको लागि लाइनमा बसिरहेको छौँ। बिहान अघि खाजा खाएर अब खाना खान लाग्यो।
अहिले चाहिँ अब भरे फेरि 3-4 बजी खाना हुन्छ अरे अहिले चाहिँ 11 बजीतिर खाजा खाँदैछ लाइन लागि हामी चाहिँ खाइसक्यो साथीहरू चाहिँ यहाँ खाँदैछ हाम्रो पिनी स्पोर्ट माहौल चाहिँ यस्तो थियो है साथीहरूसँग रमाइलो गर्न पाइयो मिल्ने साथीहरूसँग अहिले चाहिँ हेयरस्टाइल चेन्ज गरेको कपाल बाटेर यहाँ आइपुगेका छौँ यहाँनिर भिडियो बनाउन अनि त्यसपछि डान्स गर्न अनि त्यसपछि यसो रेस्ट गर्न अनि यसो फोटो खिच्न यहाँ आएका छौँ हामी अब त हाम्रो शान्तिजीलाई ठ्याक्कै लागिसकेछ सक्यो 2 बजिसक्यो साथीहरूलाई यहाँनिर झ्याउ लागिसक्यो सबै आराम गर्दै हुनुहुन्छ त्यहाँनिर चाहिँ अलि डान्सर छ अब गोरु योभन्दा के साह्रो हौ आफू गोरु हुनुहुन्छ त मेरो आवाज कस्तो आइरहेको छ ठ्याक मलाई आफूलाई लाज लागिरहेको छ तर त्यही पनि मैले भिडियो बनाइदिएँ यहाँनिर कल्पना साथी एक्लै मोजमा हुनुहुन्छ मोजमा अनि यहाँ फेरि अर्को उता स्टाइल सिक्दै भिडियो बनाउँदै हुन्छ यो मेरो फर्स्ट पिकनिक हो कलेजबाट फर्स्ट इयरदेखि 4th इयरसम्म म अहिलेसम्म गएको थिइनँ अब यो लास्ट इयर हो अनि गइदिउँ न त भने सबै साथीहरू मिलेर हामी आएका छौँ अरूहरू त अब रमाउँदै होला तर हामी चाहिँ यहाँ अब एकछिन घुमौँ भनेर आएको अनि यसो फोटो खिचौँ भिडियो बनाऊँ भनेर आएको धेरै खुसी लागिरहेछ साथीहरूसँग हामी आउन लागेको ए ल डिस्टर्ब भयो नि मैले पनि भिडियो नै बनाइदिइरहेको हो गाइज मेरो बोल्ने तरिका अलि नभइरहेको होला तर म सिक्दैछु है यसलाई अलिअलि इग्नोर गरिदिनु हल्का माया गरिदिनु अनि त्यसपछि हल्का क्रिटिसाइज गर्दा नि हुन्छ यो नराम्रो भन्दा नि हुन्छ किनभने सुधार्ने मौकाको रूपमा मलाई गाली चाहिँ नगरिदिनु होला सुधार्नेको मौका दिनु होला अलिक मोटा छु चाहिँ यो गाला चाहिँ ठुलो देख्छु अब मेरो मोबाइल क्वालिटी यति नै हो होइन भोलि बस्ती अब होपफुल्ली राम्रो हुँदै गयो भने लाइफमा राम्रो हुने योभन्दा बढी क्वालिटीको चलाउँला भिडियो बनाउन बुढालाई भनेको यार खबरै गरेँ के हो कसम बस्नु जानु है त भक्तपुर होइन खासै मेन भित्रै होइन चोकैमा छ ललितपुर काठमाडौँ अनि हामी फर्किसकेर चाहिँ अब चाहिँ खानाको लाइनमा फेरि बसेको बेलुकाको अब लगभग सकिन लागेको अवस्था पिकनिक लास्ट खाना त्यसपछि घर फर्किने हामीहरू लाइनमा बस्दा बस्दै नाचिरहेछन् साथीहरू यस्तै हो मेरो के गर्नु र साथीहरू नाच्नलाई पुगेको छैन चाहिँ उभिँदा खुट्टा दुखिसकेर हाई पनि लागिसकेको थियो निन्द्रा लागेर म चाहिँ बस्दै कुर्दै खानाको लाइनमा यहाँ अब हामी खाना खान लागेको खाँदै हुन्छ साथीहरू कस्तो छ खाना यहाँ खाना लागेको भयो खाना चाहिँ मिठो बनिन्छ चाहिँ फोर्छ है यहाँनिर यस्तै हो अब आएपछि
खाना मिठो छ खाएको छु बिस्किट भाइ यतिखेर चाहिँ ठ्याक्कै मुकबाङ भिडियो बनाइरहेको जस्तै फिल भइरहेको थियो यो रसबरी छ अनि यो चाहिँ मुला र आलुको तरकारी अनि त्यसपछि यहाँ चाहिँ के हो यो काउली कौडी साग अनि त्यसपछि यो चाहिँ मटन अनि यो चामल छ है दाल छ खाँदै छ है मेरो चाहिँ मुसेर खाने बानी छ है एकैचोटि मिक्स गर्नु नमानिदिनु होला पिकनिकमा हाम्रो कलेजको पिकनिकमा खाना चाहिँ मिठो खोल्दै अनि जुनै पनि प्रोग्राममा हाम्रो कलेजले जस्ट सफाइ गर्नुहुन्छ कहाँ भन्नु मान्नुपर्छ छैन तपाईँहरू पनि यदि पढ्न गर्ने कलेजमा कोही गर्ल्सहरू पढ्नु इच्छुक छ भने पढ्न आउँदा हुन्छ है एकदमै राम्रो इन्भाइरोमेन्ट छ यो चाहिँ मैले पुरानो भिडियोमा पनि देखाइसकेको छु होइन अनि कलेज भिजिट गर्नु होला आउनु होला ब्याचलर जोइन गर्नु मन छ हामी चाहिँ सकिन लागिसक्यो होइन लास्ट फोर इयर फुल्ली सबै राम्रो छ ल अब चाहिँ खानामा यस्तो हुन्छ चाहिँ अलिकति एकछिनलाई भिडियो रोक्नुपर्छ अब चाहिँ पिकनिक सक्यो अब फर्किनु साह्रै रमाइलो यतिको त भयो धेरै भिडियो चाहिँ खिच्न पाइएन रमाइलोमै ध्यान दियो भिडियो खिच्नुभन्दा पनि बेसी रमाइलो गर्नमा ध्यान सबै हाल्ने कोसिस गरिरहेको छु तर अब भरे हेरौँ डिस्ट्रिब्युट गर्दा यताउता गर्दा अलिअलि त काटिन्छ नै अब आजको पिकनिक यति नै सकेर अब आउन लाग्यो यार छुट्टा लागिरहेको बाइमे चाहिँ यही नजिक छ र ल भ्लग चाहिँ आउनु पर्यो है त्यहाँ ल तर आज भयो नि अर्को दिनतिर आउन सक्छ छिनलाई भए पनि चढ्न लागिरहेको छु बस तलसम्म त्यहाँनिर के गर्ने प्रजिता भन घर जाने नि त कस्तो भयो कल्पना तर पनि रमाइलो यादगार समय होइन एकदम साथीहरू म भर्खर आइपुगेँ लगभग घर आइपुग्न लाग्यो बिचमा चाहिँ मेरो आन्टीको होटेलमा बसेको थिएँ किनभने मेरो फोनमा ब्याट्रीको चार्ज पनि सकिएको थियो अनि गाडी पनि खासै आइरहेको थिएन कि अनि एकछिन चार्ज गर्नको लागि 1% मात्र भएको थियो त्यतिखेर चाहिँ भिडियो सुटै गर्नु मिल्दैन रहेछ पुरै अँध्यारो भइसक्यो है अहिले म ठ्याक्कै बिपी सङ्ग्रहालयको नजिक आइपुग्नु अब कति रुममा पुगेर ड्रेसअपहरू यो गरेको सबै खोलेर चेन्ज गरेर ढुक्कले बस्नु भइसक्यो सफाइ गरेर आज चाहिँ धेरै रमाइलो गरेँ धेरै अब यस्तो रमाइलोहरू कलेज लाइफ बारम्बार आउला नआउला ओहो मलाई चिसो पनि लाग्न थाल्यो क्या हो खोकी लाग्दैछ अँध्यारो भइरहेछ यो मेरो भिडियो अँध्यारो पललाई चाहिँ इग्नोर गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला ती कुरा म बोल्न जानिरहेको छुइनँ होला त्यही पनि यो मेरो कोसिस हो बिस्तारै एक दुई वर्ष अब अनि एक दुई वर्ष के भनौँ अब बिस्तारै सिक्दै जान्छु राम्ररी बोल्न अहिले चाहिँ ठ्याक्कै म बिपीसँग आइपुगेँ यहाँ रातो उसले देखिरहेको छैन
हजुर चाहिँ आन्टीकै हुनुहुन्छ रहेछ अनि म चाहिँ अब उहाँसँगै फर्किन्छु होला भनेको उहाँहरू उतै केही खाएर आउनुहुन्थ्यो रे अब मैले पनि उता पिकनिकमा खाइसकेँ अब म यति मात्र हो भोलि बिहान क्लास जानु छ क्लास आज चाँडो सुतेन भने म उठ्न सक्दिनँ टाइममा अब त्यही हो बिदा भए बेला त मम्मीले कराई ड्याडीले कराई म त 7-8 बजीसम्म सुत्ने मान्छे हो नत्र त अब क्लासले त बाध्यता त के भनौँ अब आफ्नो जिम्मेवारी हो उठ्न परेको क्लास जानु मेरो आफ्नै लागि हो उठ्नै पर्यो नत्र त घरको जति काम भयो नि म बिहान बिदा भएको बेला उठ्दैन यहाँ त केही देखिँदैन रहेछ एकछिनमा फाइनल्ली घर आइपुगेर ड्रेस पनि चेन्ज गरियो अब एकदम जिउ गलिसक्यो भोलि बिहान क्लास पनि जानु छ अब चाहिँ म मुखसुख धोएर सुत्छु खानासाना पनि उतै खाइसक्यो अब लास्टै ल आजलाई यति नै है के कस्तो छ भनिदिनु होला कमजोरी कमेन्टमा गरिदिनु होला तर चेकपिटी कमेन्ट चाहिँ नलेखिदिनु होला है हस् राम्रोसँग मलाई सपोर्ट गरिदिनु होला म भर्खरै न्यू कमर छु युट्युब च्यानलमा त्यही भएर अब भोलि चिप्लिन सक्छ तपाईँहरूलाई अब सुधार यसमा चाहिँ गर्नुपर्छ जस्तो लाग्छ होला पक्कै पनि अब म न्यू कमर हो होइन त्यसमा अब सुझाव सल्लाह चाहिँ दिनु होला मलाई पर्सनल्ली दिँदा पनि हुन्छ आजलाई यति नै थ्याङ्क यू सो मच अहिलेसम्म मलाई जसले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएर सपोर्ट गरिदिनु भएको छ अनि जसले गर्नुभएको छैन उहाँहरूले पनि प्लिज सब्सक्राइब गरिदिनु होला च्यानललाई अझै म अब सक्दो फ्री भएको बेलामा यस्तै राम्रो भिडियोहरू लिएर आउनेछु उपस्थित हुनेछु आजलाई थ्याङ्क यू यति नै धन्यवाद बाई